पनि यता तल्लो गाउँमा चाहिँ म धेरै समयपछि आएँ। यो चाहिँ अब तपाईँको गएर शिवदाबाट झर्ने बाटो हो, तल चिसापानी। अनि राम्रो बनाइएको रहेछ यो मन्दिर है। हेलो हेलो नमस्कार सबैजनालाई नमस्कार भन्न चाहन्छु। फेरि पनि स्वागत छ आजको नयाँ ब्लग भिडियोमा। आज चाहिँ म सिद्धगङ्गा नगरपालिका वडा नम्बर 6 चिसापानी तल्लो गाउँमा छु। यहाँ चाहिँ आउँदाखेरि यहाँको वातावरण देख्दाखेरि यहाँको यो प्रतीक्षालय, त्यसपछि गएर यहाँ चाहिँ यो सामने बनेको मन्दिर देख्दाखेरि मलाई निकै नै खुसी लाग्यो। यसको बारेमा थोरै भिडियो बनाउँ भनेर यो भिडियो बनाएको छु। जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। र यो प्रतीक्षालयमा चाहिँ यसरी बस्ने सुविधा निकै नै राम्रो बनाइएको रहेछ। यो देख्दाखेरि मलाई निकै नै खुसी लागेको छ। भने यतापट्टि चाहिँ यो मन्दिर छ यहाँ। मलाई चाहिँ यो प्रतीक्षालय त्यसपछि गएर यो मन्दिर निकै नै मन पर्यो। किन भन्नु छ भने कलरहरू लगाएर निकै नै सजाइएको यो दृश्य तपाईँले देख्न सक्नुहुन्छ। तपाईँहरूले मेरो भिडियोमा लाइक कमेन्ट सेयर पनि गर्नुभएको छ। सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ। तपाईँहरूको लाइक कमेन्ट सेयरको फलो गर्दै आगामी दिनमा तपाईँहरूमा अझै नयाँ नयाँ प्रतिभा अथवा नयाँ नयाँ सृजनाहरू, नयाँ नयाँ भिडियोहरू ल्याउने एउटा उद्देश्य पनि छ। त्यसको लागि सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ। तपाईँले जस्तो लाइक कमेन्ट सेयर गर्नुभएको छ त्यस्तै अनुसारको आगामी दिनमा त्यस्तै भिडियोहरू तपाईँहरूमा आउनेछन्। हामी दिन प्रतिदिन फरक तरिकाले भिडियो तपाईँहरूमा पस्किरहेका छौँ। मिठो सम्झना छ।